यहाँ आज बाख्रालाई अब घाँस पानी गर्ने तयारी भइरहेको छ। यहाँ भाइले घाँस मोलिरहेको छ। लगभग 100 बाख्राको घाँस दानाको व्यवस्था भइरहेको छ। यहाँ यो मेरो बाख्रा फार्म घोराई उपमहानगरपालिका वडा नम्बर 6 स्थित बचामा रहेको बाख्रा फार्म हो। यो मैले 5 वर्ष अगाडि 5 बाख्राबाट सुरु गरेको थिएँ यो व्यवसाय र अहिले आएर यो बाख्रामा 50 माउ, यो फर्ममा 50 माउ सहित झन्नै 100 को हाराहारीमा बाख्राको संख्या रहेको छ। जे भए पनि हाम्रो देशमा कृषि गर्छु भन्ने किसानले आफै मर्छु भन्ने कुरो पहिलो मानसिकता बनाउनु पर्छ। किनकि हाम्रो देशको यो लाचार सरकारले हामी जस्तो किसानहरूलाई केही गर्छ भन्ने कुरो हामी किसानहरूले यो सरकारबाट आश राख्नु हुँदैन। किनकि हामी किसानहरू यो राज्यको लागि, यो भ्रष्ट राज्य, यो ठग राज्य र हाम्रा भ्रष्ट जनप्रतिनिधिहरूको लागि हामीहरू यो देशका नागरिक नै हैनौँ। हामीहरू यो देशका नागरिक नै हैनौँ। उनीहरू त मान्छे बेच्ने दलाल हुन्, ताकि हामीलाई चाहिँ विदेशमा बेचेर, हामी जस्तो युवाहरूलाई विदेशमा बेचेर हामीले पठाएको रेमिटेन्सले आफ्नो गोजी भर्न सकुन्। हैन भने हाम्रो देशको कुन चाहिँ पालिकाको, कुन चाहिँ वडाको, कुन चाहिँ जनप्रतिनिधिलाई यो कुरा थाहा छैन कि आफ्नो वडामा कसले कसरी गरिरहेको छ भन्ने कुरो कसलाई थाहा छैन होला। तर कागजमा यहाँ सम्पूर्ण कुराहरू मिल्छन्। व्यवहारमा यहाँ तल्लो वर्ग जो चाहिँ मरिरहेको छ त्यही नै मर्ने हो। म पनि विगत 5 वर्षदेखि यही व्यवसायमा रहेको व्यक्ति हो र मैले यहाँ किसानले कस्ता कस्ता कुराहरू, कस्ता कस्ता अभावहरू, कस्ता कस्ता दुःखहरू र कस्ता कस्ता सङ्कटहरू भोगेर चाहिँ आफ्नो व्यवसाय, आफ्नो कर्मलाई निरन्तरता दिनुपर्छ भन्ने कुरो यहाँ मैले 5 वर्षभित्र जति भोगेर आएँ, अहिले चाहिँ यो छोटो भिडियोमा सायद मैले बखान गरेर सक्दिनँ होला। तैपनि हामी नेपाली भएको कारणले र त्यसमाथि पनि किसान भएको कारणले हामीले भोग्नुपर्ने कुराहरू त हामी धेरै सबैलाई थाहा नै छ। यद्यपि कि सानो कुरा भनौँ भनेर मात्र यत्रो बेर कुरा गरिरहेको हुँ मैले। हेरौँ, अहिले चाहिँ माउको संख्या 50 वटा छ र मैले चाहिँ लगभग 100 माउभन्दा बढी बेसी नै पुर्याउने मेरो योजना छ। अब हेरौँ अगाडि के हुँदै जान्छ। र तपाईहरुलाई एउटा कुरा मैले यहाँ के जानकारी गराउँछु भने यो मेरो बाख्रा फार्म यो घोराई उपमहानगरपालिकाको मात्र बाख्रा फार्म नभएर दाङ जिल्लाकै सर्वश्रेष्ठ, उत्कृष्ट अनि ठुलो बाख्रा फार्म हो। हस्त साथीहरू, धन्यवाद।